नेपालकै पहिलो सुरुङ मार्ग यो सुरुङ मार्ग तलबाट जान लाग्यो भनेको त यहाँ यसरी गरेर निक्लिनु पो रहेछ गाडीहरू यहाँबाट आयो यसरी होइन उद्घाटन भएको चाहिँ 1 वर्ष हुन लागिसक्यो खुल्ने कहिले हो यहाँ माथिबाट पहिरो आएर यस्तो छ मेरो घोडा आई लभ इट मेरो चाहिँ सहयात्री हो मेरो सबभन्दा माया लाग्छ हो यसो के गर्नु अब यसरी आयो बत्ती बल्दै 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 आउनु पर्यो यहाँबाट जानु छ वा त्यो पलमा गएर सर्लक्कै छिर्नुहुन्छ यहाँबाट छिरेर मतलब सुरु मार्ग होला भनेको त त्यहाँबाट यसरी छिरेर माथि निक्ले यसरी पो जाने पर यहाँबाट गयो त्यहाँ छिर्यो कस्तो झुक्क्याउने रहेछ हो यहाँ यसरी गयो त्यहाँ खोला निक्लिने खोलाबाट यसरी जाने यो सुरुङ चाहिँ अब बनाएको कहिले हो त यो प्रयोग गर्ने एरियामा केपी बा कसम यो माथि डाँडादेखि होइन केपी बालाई झराल्न पर्छ ओह्रालो यहाँ आउँदा त अहिले हालेको त किड्नी छ नि त्यो किड्नी मुखबाट निक्लिन्छ कसम ल पुगलुक्कै निक्लिन्छ बाटो यस्तो छ अब त यो चोरहरूलाई चाहिँ आफूहरू अब कहीँ जानुपर्ने हेलिकप्टर प्रयोग गर्छन् कि प्लेनमा जान्छन् होइन दुःख पाउनु त जनताले हो यो माथिबाट यति यो डाँडाबाट यसरी झराले लिएर आउनुपर्छ बुढोको मुखबाट चाहिँ किड्नी निक्लिन्छ फुस्लुक्क ल हाम्रो गाड्दाले जानु भन्दैन चाहिँ म लागेला सोल्टीहरू